पछिल्लो केही हप्ता चाहिँ नेप्सेमा चाहिँ के भइरहेको छ र बजार चाहिँ किन यसरी डाउन एकदम डाउन चाहिँ कन्टिन्यू चलिरहेको छ र किन मार्केट चाहिँ फेरि यो ट्रेन्ड लाइनलाई पनि ब्रेकआउट गर्न र माथि उठ्नको लागि सकिरहेको छैन होइन। र अहिलेको यो गिरावट चाहिँ अहिले के अपर्च्युनिटी हो कि होइन, किन्नको लागि बाई गर्नको लागि अपर्च्युनिटी हो कि होइन, ट्र्याप गर्नको लागि चाहिँ खोजिरहेको छ मार्केटले भन्ने कुराहरू छ। र आजको यो भिडियोमा हामी डिप एनालाइसिस गर्नेछौँ कि ओभरअल होइन, माइक्रो एनालाइसिस, त्यसपछि टेक्निकल र नेक्स्ट विकमा चाहिँ होइन अब आउने हप्ताको स्ट्राटेजीसम्म चाहिँ सबै कुराहरू चाहिँ मैले तपाईँहरूलाई यही भिडियोमा चाहिँ समेट्ने कोसिस गर्नेछु है त। भिडियोको अन्त्यसम्म तपाईँहरूले हेर्नुभयो भने तपाईँलाई चाहिँ एउटा क्लियर डिरेक्सन मिल्नेछ कि मार्केटमा चाहिँ अबको नेक्स्ट अर्को हप्ता चाहिँ बाई कन्फर्मेसन बाई गर्ने हो कि वेट गर्ने हो कि होइन, स्टिल तपाईँहरू होल्डिङ पोजिसनमा हुनुहुन्छ भने होल्डिङ गर्ने होइन, के गर्ने भन्ने कुराहरू तपाईँले एउटा क्लियर डिरेक्सन चाहिँ पाउनुहुनेछ है त। सबैभन्दा पहिला चाहिँ हामीले करेन्ट होइन मार्केटको चाहिँ अहिलेको वर्तमान अवस्था होइन त्यो बुझ्न चाहिँ हामीले एकदम जरुरी छ। यसको मतलब चाहिँ के हो भन्दाखेरि बजार चाहिँ अहिले होइन नेपालमा चाहिँ अहिले बजार चाहिँ एउटा लजिक होइन उसमा चाहिँ चलिरहेको छैन होइन, जहाँ चाहिँ तपाईँको सबै अब 2/3 मेजोरिटी गभर्मेन्ट बनिसकेको छ, त्यसमा पनि होइन स्टेबल गभर्मेन्ट छ। तर यो लजिकहरूले चाहिँ काम गरिरहेको छैन होइन। र मार्केट चाहिँ एउटा इमोसनलमा चलिरहेको छ होइन, बाहिरको न्युजहरू, त्यसपछि त्यो गभर्मेन्टले नेपालमा चाहिँ अहिले सम्पत्ति शुद्धिकरणमा चाहिँ होइन सेयर कारोबार ठुल्ठुला सेयर कारोबारीहरूलाई पनि पक्राउ गरेर अनुसन्धान गरिरहेको कन्डिसन, त्यो चाहिँ अहिले काम चलिरहेको गर्दाखेरि मार्केटमा चाहिँ केही प्यानिक जस्तै गरेर सेल चाहिँ अझै पनि सप्लाई चाहिँ रोकिएको छैन होइन। त्यही भएर इन्भेस्टरहरू ठुला लगानीकर्ताहरूको चाहिँ मनोबल चाहिँ लगानी गर्नको लागि मार्केटमा चाहिँ मनोबल अहिले खासै नभइरहेको कन्डिसन देखिन्छ। यो अवस्थामा चाहिँ इन्भेस्टरहरू चाहिँ एउटा फियर अनि त्यसपछि एउटा कन्फ्युजनको अवस्थामा चाहिँ हामीले देखिन्छ। डेली रूपमा चाहिँ डाउन ट्रेन्डलाई पनि मार्केटले चाहिँ ब्रेकआउट गर्न चाहिँ सकिरहेको कन्डिसन छैन। रियलिस्टिकमा चाहिँ हाम्रो नेपालको अहिले इकोनोमी चाहिँ के कस्तो छ भन्ने कुराहरू त्यो पनि हामीले एकदम बुझ्न जरुरी छ। अहिले हामीले नेपालमा चाहिँ अहिले के छ भन्दाखेरि सिडी रेसियो एकदम अहिले डाउन नै चलिरहेको छ, घटिरहेको छ भन्दाखेरि यसमा चाहिँ लिक्विडिटीहरू चाहिँ होइन एकदम इम्प्रुभ हुँदैछ होइन। त्यसपछि इन्फ्लेसन पनि होइन कन्ट्रोलमै छ। नेपालमा चाहिँ रेमिटेन्स पनि चाहिँ स्ट्रङ रूपमै छ होइन, पोजिसन अहिले स्ट्रङ रूपमै नै बलियो नै छ, रेमिटेन्सहरू पनि घटेको छैन। भन्दाखेरि यसरी हामीले हेर्ने बेलामा इकोनोमिक रूपमा चाहिँ हाम्रो नेपालको इकोनोमी चाहिँ खासै बिग्रिसकेको चाहिँ भन्न मिल्दैन, किनभने सिडी रेसियो अझै पनि तल नै छ भनेपछि ब्याङ्कमा चाहिँ तरलता होइन एकदम तरलता चाहिँ फालाफाल नै छ। दैनिक रूपमा चाहिँ होइन राष्ट्र ब्याङ्कले चाहिँ बजारबाट चाहिँ पैसा तानिरहेको कन्डिसन छ भनेपछि इन्ट्रेस्ट रेटहरू घट्दो क्रममा त्यसको लिक्विडिटी एकदम इम्प्रुभ हुँदैछ भनेपछि इन्फ्लेसन पनि केही बढेको, महँगाई बढेको भए तापनि यो कन्ट्रोलमै चाहिँ देखिन्छ। र यसको मतलब चाहिँ के भन्दाखेरि हाम्रो नेपालमा इकोनोमी बिग्रेको छैन र एउटै मात्रै हामीलाई चाहिँ चाहिएको के भन्दाखेरि अहिले मार्केटमा चाहिँ सेन्टिमेन्ट चाहिँ अहिले इम्प्रुभ हुन सकिरहेको छैन। मार्केटमा चाहिँ एउटा फियरको कन्डिसन छ, जसले गर्दाखेरि चाहिँ एउटा बजारमा लगानीकर्ताहरू डराइरहेको अवस्था छ, जहाँ चाहिँ उनीहरूले चाहिँ आफ्नो उसमा चाहिँ रियाक्सन चाहिँ यसरी चाहिँ देखाइरहेको छ होइन। फियर मार्केट छ जहाँ चाहिँ लगानीकर्ताहरूले चाहिँ बजारमा चाहिँ केही सप्लाईहरू चाहिँ अझै जारी गरिरहेको छ, बेचिरहेको छ होइन, किन्नको लागि चाहिँ मनोबल बढाएको छैन भन्ने कुराहरू चाहिँ हामी यहाँ बुझ्न सकिन्छ होइन। भन्दाखेरि अब हेर्दाखेरि होइन हाम्रो नेप्सेको फाउन्डेसन हेर्ने हो भने स्ट्रङ छ होइन, एकदम बलियो छ, किनभने हाम्रो बजार नबढेको धेरै भयो होइन। 2021देखि टप लागेको मार्केटमा अहिलेसम्म पनि अल टाइम हाई ब्रेक गरेको छैन होइन। कुन देश कस्तो कस्तो देशमा गुज्रिरहेको देशहरू श्रीलङ्काहरू भयो होइन, विश्वको कस्तो कस्तो देशहरूले अल टाइम हाई ब्रेक गरेर कहाँ पुगिसक्यो भने सरकार यत्रो फेरेर आयो होइन। जस्तै 2/3 मेजोरिटीको चाहिँ गभर्मेन्ट, त्यसपछि 5 वर्षलाई चाहिँ एकदम स्ट्रङ चाहिँ होइन स्टेबल गभर्मेन्ट पाउँदाखेरि समेत लगानीकर्ताहरूको सेन्टिमेन्ट चाहिँ अझै विक छ होइन भन्ने चाहिँ हामीले चाहिँ यसरी देखिन्छ। तर हाम्रो नेपालमा चाहिँ लगानी गर्नको लागि एकदम फाउन्डेसन चाहिँ नेप्सेको फाउन्डेसन हाम्रो के अरे लगानी गर्नको लागि चाहिँ एकदम फाउन्डेसन चाहिँ एकदम स्ट्रङ छ है त। बढी नसकेको एकदम बेस लेभलमै चाहिँ हाम्रो चाहिँ अहिले नेप्से चाहिँ देखिन्छ। अब नेपालमा चाहिँ अहिले आएको नयाँ सरकारले चाहिँ पोलिसीहरू एकदम चेन्ज गरिरहेको छ होइन। व्यापक रूपमा तपाईँको नेप्सेदेखि लिएर होइन ब्रोकरहरू पनि अहिले निलम्बनमा छ कतिवटा होइन नेप्सेको। अब जहाँ चाहिँ अब नेपालमा चाहिँ राज्यको चाहिँ एउटा कर्मचारी तन्त्र थियो, तिनीहरूलाई चाहिँ अब सरकारले फिर्ता बोलाइरहेको अवस्थामा नयाँहरूलाई पुराना राजनीतिक नियुक्ति गरेको होइन, राजनीतिक नियुक्ति गरेको कर्मचारीहरूलाई चाहिँ अहिलेको सरकारले चाहिँ फिर्ता बोलाइरहेको, राजीनामा दिन लगाइरहेको संवेदनशील होइन ठाउँहरू पनि अहिले धेरै खाली नै छ कति होइन।
नेप्सेदेखि लिएर धितोपत्र बोर्डदेखि लिएर कतिमा चाहिँ खाली अवस्थामा रहँदाखेरि अबको सरकारमा चाहिँ पोलिसीमा अलिकति कन्फ्युजन देखिन्छ। त्यसपछि लिडरसिपमा चाहिँ अलि र्युमरहरू पनि चल्छ होइन। लिडरसिप अहिले अनेक छ अहिले होइन, सुकुम्बासी बस्तीदेखि लिएर अनेक के गर्दाखेरि त्यो त्यसपछि राजनीतिक भातृ सङ्गठनहरू होइन, ट्रेड युनियनहरू जस्तो खारिज गर्ने योतिर लाग्दाखेरि अब नेपालमा चाहिँ अलिकति हुन्छ नि लिडरसिपमा चाहिँ अलिकति र्युमरहरू चाहिँ जन्मिरहेको छ, जसले गर्दाखेरि चाहिँ अब सरकार त 5 वर्षको लागि स्टेबल गभर्मेन्ट भयो, तर उसले गर्ने कारबाहीहरूको लागि चाहिँ अलिकति र्युमर चाहिँ चलिरहेको छ बजारमा नेगेटिभ रूपमा। त्यही भएर अलिकति मार्केटमा चाहिँ लगानीकर्ताहरूको चाहिँ लगानी चाहिँ अलिकति मनोबल चाहिँ बढ्न सकिरहेको छैन भनेर चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ। र मार्केटलाई सबैभन्दा धेरै मन नपर्ने कुराहरू पनि यिनीहरू नै हुन् होइन। मार्केटको र्यालीलाई सस्टेन हुनु पनि सकेन होइन। यो लेभलदेखि मार्केट चाहिँ 2/3 मेजोरिटी गभर बन्यो भनेपछि मार्केट त्योदेखि चाहिँ झन् तल झरेको मार्केटमा त्यसपछि अनेक एकपछि अर्को गरेर नेगेटिभ न्युजहरू र्युमरहरू चलिरहेको कन्डिसन छ, जसले गर्दाखेरि चाहिँ मार्केटलाई चाहिँ सस्टेन गर्नको लागि बाधा पुर्याइरहेको छ भनेर चाहिँ हामीले यसरी एउटा एनालाइसिस पनि गर्न सकिन्छ। अब मार्केटमा चाहिँ इन्ट्री गर्नुहुन्छ होइन, इन्ट्री गर्नको लागि होइन भने होइन तपाईँहरूले चाहिँ कहाँ चाहिँ तपाईँहरूले चाहिँ मेन कुरा चाहिँ फोकस के गर्नुपर्ने हुन्छ भन्दाखेरि मार्केट अहिले 2744मा चाहिँ अडिरहेको कन्डिसन छ। यो उसमा भन्यो भने मार्केट अब माथि गएर होइन बढ्ने बेलामा कुन लेभलमा चाहिँ इन्ट्री गर्दाखेरि अलिक सेफ हुन्छ भन्ने कुराहरू मेन इम्पोर्टेन्ट कुराहरू हुन्छ, त्यो तपाईँहरूले ध्यान दिनुपर्ने हुन्छ। जहाँ चाहिँ अहिले मार्केट चाहिँ यो लेभलमा यो ट्रेन्ड लाइन छ भने यो ट्रेन्ड लाइनलाई ब्रेकआउट गरेर मार्केट माथि मुभ गर्यो, मानौँ भोलि पर्सिमा चाहिँ मार्केट मुभ गरेर यसलाई ब्रेकआउट दिएर माथि गयो भने यो मैले तपाईँलाई यो ड्र गरेर यो कोरेर राखिरहेको छ, यो लेभल छ भनेपछि यो लेभललाई यो ट्रेन्ड लाइनलाई ब्रेकआउट गरेर मात्रै पनि तपाईँहरूले चाहिँ इन्ट्री गर्नुभन्दा पनि यो ब्रेकआउट गरेर यो लेभल छ, यो प्रिभियस हाई छ, यो हाई 2810तिरको देखिन्छ। जब यो 2810लाई पनि ब्रेकआउट गरेर माथि गयो भने मात्रै इन्ट्री गऱ्यो भने अलिकति हामी चाहिँ सेफ हुन सकिन्छ। नत्र भने फेरि यो ट्रेन्ड लाइन चाहिँ फेक ब्रेकआउट पनि हुनसक्ने सम्भावना पनि हुन्छ होइन। तबसम्म यो ट्रेन्ड लाइनलाई पनि ब्रेकआउट दिएको छैन भने चाहिँ तपाईँहरू चाहिँ आनन्दै ढुक्कसँग बस्नु होला। जुन लेभलमा चाहिँ ट्रेन्ड लाइनले ब्रेकआउट दिन्छ त्यसपछि मात्रै अलिकति अलर्ट भएर चाहिँ हेर्नुपर्ने कन्डिसन हुनसक्छ होइन। त्यसपछि अहिले करेन्ट मार्केट चाहिँ अहिले 2744 छ भने यदि मार्केट यसैलाई नै तल आयो भने सपोर्टको लागि तल झरिरहेको कन्डिसनमा सपोर्ट भनेको अब नेक्स्ट सपोर्ट भनेको 2680को उसमा चाहिँ हामी देखिन्छ। 2680को यसलाई चाहिँ सपोर्ट मान्ने छ भने यदि यो पनि ब्रेकडाउन भएर यसमा पनि मार्केट चाहिँ बस्न सकेन, अझै पनि ड्रास्टिक रूपमा तल झरियो भने नेक्स्ट सपोर्टको लागि चाहिँ 2610सम्मलाई चाहिँ हामीले हेर्न सकिन्छ है त। यो भयो मार्केट तल आयो भने कहाँ कुन लेभलमा चाहिँ मार्केटले सपोर्ट दिनुवाला छ भन्ने कुराहरू भयो भने मार्केट माथि बढ्ने बेलामा यदि मार्केट माथि बढ्यो भने अब यो ट्रेन्ड लाइनले ब्रेकआउट दिने, ट्रेन्ड लाइनले ब्रेकआउट दिइसकेपछि फर्स्ट हाम्रो रेजिस्टेन्स हुन्छ यो हुनेवाला छ। हाम्रो चाहिँ फर्स्ट रेजिस्टेन्स यो भनेको तपाईँको 2810 हुन्छ हाम्रो फर्स्ट पहिलो हाम्रो चाहिँ सप्लाई जोन भनेको 2810 हुनेवाला छ भने 2810लाई पनि ब्रेकआउट दिएर माथि बढ्यो भने 2870, त्योभन्दा पनि यसलाई पनि ब्रेकआउट दिएर माथि बढ्यो भनेको त्यो केसमा भनेको 2970को रेन्जतिर चाहिँ सप्लाई जोनहरू यानि कि रेजिस्टेन्स लेभलहरू चाहिँ नेप्सेको चाहिँ आगामी रेजिस्टेन्स लेभलहरू चाहिँ यसरी चाहिँ हुनेवाला छ। मैले तपाईँलाई यसरी नेप्सेमा चाहिँ कुन ठाउँमा सपोर्ट लेभल त्यसपछि कुन ठाउँमा चाहिँ रेजिस्टेन्स लेभल यानि कि सप्लाई जोनहरू हुनेवाला छ भनेर पनि मैले तपाईँलाई भनेँ होइन। अहिले हामीले हेर्ने बेलामा त्यही हो, अहिले हामीले मेन हेर्ने बेलामा अहिले कुन लेभलबाट चाहिँ मार्केट चाहिँ बाउन्स गर्छ भन्ने कुराहरू मेन इम्पोर्टेन्ट कुरा हुन्छ। अहिले हामीले यसरी डेलीमा हेर्ने बेलामा एकपछि अर्को गरेर यो प्राइस एक्सन यानि कि क्यान्डलले पनि नेगेटिभ रूपमा देखाइरहेको छ। जहाँ जुन पनि क्यान्डल छ त्योभन्दा तल लोवरसम्म चाहिँ यसलाई ब्रेकआउट दिँदै एकपछि अर्को चाहिँ झन्झन तल फर्मेसन हुँदै चाहिँ क्यान्डल यानि कि प्राइस एक्सन चाहिँ यसरी आउँदाखेरि प्राइस एक्सनले पनि मार्केट चाहिँ नभो कहीँ न कहीँ रूपमा चाहिँ 2680सम्म चाहिँ टेक्नको लागि जाने पो हो कि भन्ने त्यो सिनारी पनि रहने सम्भावना पनि अलिकति धेरै देखिन्छ है त। त्यही हो होइन। त्यही भएर हामीले चाहिँ आफ्नो चाहिँ के प्लान बनाउनु पर्छ भन्दाखेरि जबसम्म यो ट्रेन्ड लाइनले ब्रेकआउट दिँदैन तबसम्म चाहिँ हामी चाहिँ एग्रेसिभ रूपमा चाहिँ ट्रेन्ड लाइनले ब्रेकआउट दिइसकेपछि पनि हामी प्रिभियस पहिलो हाम्रो हाई जुन लेभल छ त्यो हाईलाई पनि ब्रेक दिएर माथि बढ्यो भने मात्रै अलिकति किन्नको लागि सेफ हुन्छ। तबसम्म चाहिँ हामी चाहिँ एकदम हेरेर होइन बस्नको लागि एकदम उचित देखिन्छ। जबसम्म चाहिँ यो ट्रेन्ड लाइनलाई फर्स्ट हाम्रो भनेको ट्रेन्ड लाइनले ब्रेकआउट दिनु नै पर्ने हुन्छ। ट्रेन्ड लाइनले ब्रेकआउट नदिइन्जेलसम्म चाहिँ मार्केट चाहिँ एक हिसाबले भन्यो भने
डोन्ट क्याच द फलिङ नाइफ भन्छ नि होइन, डोन्ट क्याच द फलिङ नाइफकै अहिले कन्डिसनमा छ कि। त्यही भएर झरिरहेको तपाईँको चाहिँ चक्कुलाई समाउनु भयो भने होइन, त्यसले चाहिँ कुन लेभलमा गएर चाहिँ हात काट्छ भन्ने कुरा चाहिँ ठेगान छैन होइन। त्यही भएर अलिकति झर्दै गरिरहेको भन्दा पनि जुन कुन एक ठाउँबाट बााउन्स हुन्छ, त्यो बााउन्स भइसकेपछि त्यो ठाउँमा टेकेर फेरि मार्केट माथि जाने बेलामा यो ट्रेन लाइनलाई ब्रेकआउट दिने, त्यसपछि नेक्स्ट हायर हाई बनायो भने चाहिँ त्यसमा चाहिँ हामी चाहिँ इन्ट्री गऱ्यो भने चाहिँ अलिकति सेफ हुन्छ। तबसम्मको लागि हामी चाहिँ एग्रेसिभ रूपमा चाहिँ मार्केटमा भोलि नै छुटिहाल्ला होइन, भागिहाल्छ, किन्नै नपाउँदैन भनेर चाहिँ हामी एग्रेसिभ रूपमा चाहिँ छिरिहाल्नुपर्ने, इन्ट्री गरिहाल्नुपर्ने भनेर चाहिँ त्यसरी चाहिँ एग्रेसिभ रूपमा चाहिँ बाई चाहिँ नगर्दा नै बेस्ट हुन्छ है त। त्यही भएर हामी कन्फर्मेसन चाहिँ एकदम कुर्नको लागि चाहिँ एकदम इम्पोर्टेन्ट कुराहरू चाहिँ छ। त्यही भएर साथीहरू होइन, फाइनलमा भन्नुपर्दाखेरि चाहिँ के हो भन्दाखेरि हामी अहिलेको नेप्सेको अहिले चार्ट अनुसार हामीले चाहिँ के डिसिजन लिन सकिन्छ भन्दाखेरि जबसम्म यो ट्रेन लाइनले ब्रेकआउट दिँदैन तबसम्म चाहिँ हामी चाहिँ वेट एन्ड सीको कन्डिसनमा चाहिँ बस्छौँ। अहिलेको लागि त्यो सिनारियो चाहिँ देखिँदैन। यो ब्रेकआउट गरेको छैन भनेपछि हामी वेट एन्ड सी गर्ने। जबसम्म यो कहिले यो ब्रेकआउट दिन्छ त्यसपछि हामी चाहिँ नेक्स्ट अब उसमा चाहिँ प्रिभियस हाई कहाँ त्यसलाई ब्रेकआउट दियो भने इन्ट्री गर्ने। तबसम्मको लागि चाहिँ हामी चाहिँ अहिले चाहिँ एकदम बिन्दास रूपमा चाहिँ मार्केटमा हेर्ने, वेट एन्ड सी गर्ने है त साथै। त्यही भएर मार्केटमा आजको दिनसम्म आइपुग्दाखेरि इन्ट्री गर्नको लागि कहीँ पनि त्यस्तो सेटअपहरू केही पनि बनेको छैन। मार्केटमा यदि तपाईँहरूले सेल गरिसक्नु भएको छ, क्यासमा छ भने क्यासलाई होल्ड गरेर बस्नु होला होइन। तपाईँहरूलाई मैले कुन लेभलबाट चाहिँ फेरि बाई आयो कन्फर्मेसन दियो भन्ने कुराहरू मैले तपाईँहरूलाई यसै गरी डेली रूपमा चाहिँ नेप्सेको एनालाइसिस गरेर भिडियो सेयर गर्दै गइरहेको हुनेछु होइन। त्यो दिन एक दिन पक्कै आउनेछ, त्यो दिनको लागि चाहिँ तपाईँहरू पर्खाइमा बस्नु होला है। मैले तपाईँहरूलाई डेली रूपमा चाहिँ भिडियो सेयर गरिराखेकै हुनेछु, त्यो तपाईँहरूले नछुटाइकन हेर्नु भएकै छ होइन, हेर्नु होला भन्दै यो आजको भिडियोबाट म बिदा हुन्छु। हस्त नमस्ते, थ्याङ्क यू।